हाम्रो भावना हो। तर यहाँ मानिस फेरि एक थरीका आछन्, फेरि चिन्नु होला है। मैले यो नभनौँ भनेका थिएँ। मैले हरेक दिनमा काठमाडौँमा चाहे रिपोर्टर्स क्लब होस् चाहे जहाँ होस्, जेनजी भाइ बहिनीहरू मिल्नुपर्छ, आउनुहोस् है। एकले अर्कोलाई दोषारोपण नगर्नुहोस्। अहिले परिवर्तनको लागि हामी सबै एक हौँ भनेर सधैँ आवाज दिइरहेको छु। हुन त म फेरि गएर चाकडी गर्नुपर्ने रहेछ यहाँ नेता हुन, म गर्दिनँ। तपाईँको अगाडि मैले प्रमिस गरेको छु। म त नेता हुनलाई मलाई बनाइदेऊ भन्दै कसलाई गएर काने खुसी गर्दै यता गर्दै गरिनँ, जीवन गरिनँ। कतिपल्ट राजीनामै खानुहोस् भनेको मान्छेलाई अब आएर नेता बन्छु भन्दै। तर हेर्नुहोस् कसले लान सक्छ, यो देश बनाउन सक्छ भन्ने कुरा छ। तर यहाँ त के भयो भने आफूलाई चाहिँदा जे पनि हुने, गला मिलाइहाल्न जाने, घाँटी मिलाइहाल्ने, गर्दन जोडिहाल्ने, अनि पुराना नेता पनि भन्ने, भ्रष्ट पनि भन्ने, चोर पनि भन्ने, विदेशी दलाल पनि भन्ने, मिल्न चाहिँ फेरि गरिहाल्ने आफूलाई चाहिँदा। किन आफू उन्मुक्ति हुनु परेको छ। आफूसँग नै 8-10वटा मुद्दा छन्। मुद्दा त किनारा लाउनु पर्यो, नत्र प्रधानमन्त्री भइन्न फेरि। वाउ, फेरि जनतालाई झुक्क्याउने के लाग्छ तपाईँहरूलाई भन्नुहोस् त। त्यो हो, योभन्दा अर्को के हो? तर हामी के भन्छौँ, अब तपाईँहरू होइन, पुरानालाई पनि झुक्क्यायो, अब तपाईँ फेरि झुक्क्याउन नआउनुहोस्, झुक्क्याउन दिँदैनौँ। अब यो समय त अलिकति छोटो छ, तर यहाँलाई मेरो अनुरोध छ, हामीले अब यो परिवर्तनको माग, यो सबै तपाईँ हाम्रो काम हो, यो हामी सबैको हो। त्यसरी मनन गरिदिनु हुन पनि हार्दिक अनुरोध म गर्दछु, अपेक्षा पनि राख्दछु। किन समय छोटो दियो, चुनावको माग त थिएन जेनजी मुभमेन्टको। भ्रष्टहरूलाई कारबाही गर्ने, त्यसपछि आएर त्यो डिजिटल प्लेटफर्म निकाल्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राख्ने र प्रदेश सभा चाहिँ जुन डुप्लिकेसन भयो काम कारबाहीमा त्यसलाई मोडिफाई गर्ने, कसरी राम्रोसँग चलाउन सक्छ। यहाँ अर्कजी त बोल्दै हुनुहुन्छ नि त, कहिले कहिले मलाई माथिबाट कामै गर्न दिएन भन्नुहुन्छ। हो, काम गर्न नदिने अर्कजीले हो कि उल्लेको हो? मोडिफाई गरौँ, हेरौँ। अनि उहाँले गरेका कुराहरू, श्रमको कुरा ल्याउनु भएको छ, मलाई राम्रो लाग्छ, श्रमको सोही गर्नुपर्छ। तर श्रम सँगसँगै अर्कजीलाई नि अनुरोध गर्न चाहन्छु, मलाई पनि मनपर्छ, तर श्रम सँगसँगै प्रविधिलाई पनि सँगसँगै लैजाँदा राम्रो हुन्छ है मेयर साहब। मैले पनि देश विदेश बसेर आएको, युएनमा 5 वर्ष हेरेँ। बाहिर देशहरू क्षतिग्रस्त भएका द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति कामना गरे आएको मानिस भएको हुनाले यति चाहिँ हक लाग्छ भन्न सक्छु म। र भ्रष्टाचारी फटा अपराधीहरूलाई सकेकै हो, एक किसिमको शान्ति आएकै हो। किनभने मधेस आन्दोलन हुँदै गर्दा पनि उपेन्द्र यादवजीलाई अहिलेका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलजीलाई एक्लै लगेर वीरगञ्जको ठाउँमा त्यहाँ उहाँहरू सरकार र उपेन्द्र यादवजीको बिचमा सहमति गराएको एउटा योद्धा हुँ। तपाईँहरूको अगाडि उभिँदै गर्दा मैले हकका साथ भनिरहेको छु, यो मेरो आत्मा कसैले मार्न सक्दैन। पुरानाले त सक्नुहुन्न, नयाँले अब फेरि अर्को ढोङको राजनीति गर्दै हुनुहुन्छ भने तपाईँहरूका नकाब खोल्न म आएको छु। नकाब खोल्छु, तपाईँहरूको मुकुण्डो खोल्छु। म आम जनसमुदायलाई भन्छु, यो मुकुण्डो ल्याउँछौँ हामी, त्यो बाटोबाट ल्याउँछौँ, 1, 2, 3 ल्याउँछौँ। तपाईँहरूका देश हुन्, ठगका देश हुन्, अपराधीका देश हुन्। यो कुरा यहाँ अहिले भनियो, सरसफाइका कुरा, पर्यटन हब बनाउने कुरा, खोला नाला खोल्ने कुरा। म तपाईँलाई एउटा उदाहरण दिन्छु खोला नाला भन्नेमा। यो खोला नालाको छेउमा बाटो चढाउँदाखेरि म ट्राफिकको डिजाइनले लानुहोस्, डोजर र क्रेन भट्टाबाट हान्नुहोस्, बाटो खोल्नुहोस्। जहाँ चाहिँ काठमाडौँमा जान्छ के क्यापिटल सिटी, के का मेयर, के हो क्यापिटल सिटी, कस्तो हुनुपर्छ राजधानी, हामीलाई थाहा छैन, तपाईँलाई थाहा छैन। न गाडी राम्रोसँग गुड्न सक्छ, न राम्रो स्वच्छ हावा पाउन सक्छ। संसारभरिमा पोल्युटेड सिटीमा काठमाडौँ भनेर आइरहेछ। हेर्नुहोस् न, तपाईँले राखेका घोषणा पत्रहरू कति भए त्यो हेर्नुहोस्। गफ दिएर आउने, सोसल मिडियामा कोही आफ्ना पैसा राखेर, सरकारी पैसाहरू दुरुपयोग गरेर सोसल साइट्सलाई चलाएर अरूका सोसल साइट्स ह्याक गरेर आफै मात्र नेता बन्न खोज्ने। छोडिदिनुहोस् अब दिवा सोक्न, स्टप इट, छोड्नुहोस्। धेरै अब म भन्दिनँ, यहाँ ल्याए के अरे नानीले नि ल्याए कि भने म त उहाँदेखि आएँ नि त 16-17 घन्टा।
16-17 घन्टा आएपछि 5 मिनट बढी लिएको होला होइन नानु? त्यो भएर धेरै समय लिन्न, तर भन्नै पर्ने कुराहरू छुट्नु पनि त भएन, छुट्नु पनि त भएन, यतिका बसिरहनु भएको छ। त्यसकारण म फेरि फर्किन्छु, म जान्छु, तर कुरा पुर्याउनै पर्ने छ। यो अति भएर मैले भन्दैछु, साह्रै भएर भन्दैछु, तपाईँहरूको लागि हाम्रा लागि भन्दैछु। अलि बढी हेपे क्या यिनीहरूले, बढी हेपे क्या यिनीहरूले। पुराना आए के भन्छ अघि, त्यो आएर केटकेटी आयो, कुनै के आयो पो भन्छन्, प्रधानमन्त्री भएका 4-5 पटक, अर्को प्रधानमन्त्री भएको छ आफै पहिल्यै भागेकाहरू फेरि आछन् गठजोड गरेर काङ्ग्रेस र एमालेले हराउने र भन्छन्। म छक्कै परिरहन्छु। अनि आउँदैन, अनि म आउँदैन, यहाँ जहाँ भए नि पुग्छु। त्यसकारण जहाँ भए नि पुग्छु, तपाईँलाई च्यालेन्ज गर्न पुग्छु र आम जनसमुदायलाई आज यही रिक्वेस्ट गर्दै यही अनुरोध गर्न चाहन्छु। अब अपराधिक सत्ताहरू जति चलाउनु भयो तपाईँहरूका दिनहरू गए, अब सकियो। अब यो देश मुहार फेर्छ। यो देशका आम नेपाली दाजुभाइ दिदीबहिनीहरूले शिर ठाडो बनाएर विदेश जानु पर्यो भने गहकिलो पासपोर्ट बोकेर जान्छ र नेपाली धर्ममा गर्व गर्ने वातावरण बनाउँछौँ हामी, हामी बनाउँछौँ, हामी बनाउँछौँ, हामी सबै संयुक्त रूपमा बनाउँछौँ। यही कुराहरू यहाँहरू समक्ष राख्दै फेरि पनि कहीँ समयमा भेट पक्कै गर्नेछ। सम्पूर्णमा म के पनि भन्छु भने हात जोडेर अब कसैले केही भन्यो भनेर प्लिज यिनका कुरा नसुनिदिनु होला। अब सुन्दै नसुन्दिनु त कसरी भनौँ? म त अघि भन्नुभएको थियो नि के खाने भनेर। हाम्रा नबुझ्ने दाजुभाइ दिदीबहिनीहरूलाई सम्झाउने जिम्मा हजुरहरूको, यहाँहरूको, सबैले सम्झाइदिनु पर्यो। एक समुन्नत बन्छ, त्यसै कारण त समुन्नत र राष्ट्रिय परिवर्तन पार्टी एक भइरहेछ। अरू पनि आउँदै हुनुहुन्छ, अरू पनि आउँदै हुनुहुन्छ, असल मनका नेतृत्व लिएका अन्य पार्टीहरू नि आउँदै हुनुहुन्छ। हस्, नमस्कार, सबैको जय होस्, धरानवासीको जय होस्। र सँगसँगै पछिल्लो समय समुन्नत पार्टी र राष्ट्रिय परिवर्तन पार्टी एक भइसकेपछि राष्ट्रिय परिवर्तन पार्टीको उहाँ संरक्षक पनि हुनुहुन्छ। एकपटक जोरदार ताली हाम्रो सर्वेन्द्र खनालज्यूको लागि। र अब भने ढिला नगरिकन फेरि पनि म अभियन्ता उहाँ धनकुटाबाट हुनुहुन्छ लाक्पा तामाङज्यू, उहाँलाई आफ्नो छोटो शुभकामना मन्तव्य राखिदिनु हुन यो समय प्रदान गर्दछु। धन्यवाद। आदरणीय यस कार्यक्रमका सभापति महोदय, प्रमुख अतिथिज्यूहरू, पत्रकार बन्धुहरू, यस कार्यक्रममा सुरक्षा दिने सुरक्षाकर्मी सरहरू र विभिन्न जिल्लाबाट पाल्नुभएका आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनी तथा सज्जनवृन्द, सर्वप्रथम त म स्वतन्त्र सामाजिक अभियन्ता लाक्पा तामाङको तर्फबाट यहाँहरू सम्पूर्णलाई एकमुष्ट नमस्कार गर्न चाहन्छु। नमस्कार है। प्रत्येक कार्यक्रममा धरानका मेयर हर्क साम्पाङज्यूले जेनजी भाइ बहिनीहरूलाई सम्बोधन गरेको मैले सुनेको छु, तर आज यो सभामा मेयर साहब नहुँदाखेरि कता कता खल्लो भइरहेको छ। मेयर साहब पनि भइदिनु भएको भए कस्तो राम्रो हुन्थ्यो है, यो सभामा हुन्थ्यो नि। मेयर साहब त्यो जेनजी आन्दोलनको बेला उहाँलाई यो देशको नेतृत्व गर्ने प्रधानमन्त्री बन्ने खुब रहर लागेको थियो। उहाँलाई त मैले जहिले पनि शुभकामना भनेर भन्छु, तर उहाँले एक्लै म प्रधानमन्त्री बन्छु भनेर हुँदैन के, सबैजना जेनजी भाइ बहिनीहरूलाई साथमा लिएर हिँड्नु पर्दैन र भनेको। यहाँ धरान नगरवासीहरू सबैजनालाई उहाँले त एक ढिक्का पारेर पो अगाडि बढाउने हो र होइन र भनेको। नयाँले नयाँको विरोध गर्ने होइन, नयाँ नयाँ त एक ढिक्का हुने हो नि त, अनि पो यी पुराना भ्रष्टाचारीहरूलाई हामीले तह लाउन सक्छौँ र नयाँले हाम्रो हुन्छ नि होइन र। अनि अबको यो फागुन 21 गतेको निर्वाचन भनेको हामी हार्नको लागि उठ्न लागेको हो र होइन, हामी जित्नको लागि उठ्न लागेको हौँ। अबको निर्वाचन भनेको केवल मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बनाउने निर्वाचन होइन। अबको निर्वाचन भनेको असत्य विरुद्धको
सत्यको लडाइँ हो के, अन्याय विरुद्धको लडाइँ हो, भ्रष्टाचार विरुद्धको लडाइँ हो, होइन र? अब यो म त यो देश देख्दा पनि अचम्म लाग्छ भनेको, विश्वको विभिन्न देश मात्र यस्तो देश होला जहाँ चाहिँ अपराधीहरूलाई बयानको लागि बोलाउँदासम्म आउँदैन। ल हेर्नुहोस् त, 76 भन्दा बढी भाइ बहिनीहरू जो निस्वार्थ रूपमा देशको लागि भ्रष्टाचारको विरुद्धमा लडेका थिए, उनीहरूको शहादत, उनीहरूको रगत त्यसै खेर गयो कि गएन? यी अपराधीहरूलाई त सडकबाट थुनेर ल्याएर अघि आइजिपी साहबले भन्नुभए जस्तै जेलको कालो कोठरीमा थुनेर राख्नुपर्ने हो, या त उहाँ त्यो पिपलको बोटमा झुन्डाएर चाहिँ यिनीहरूलाई चाहिँ दण्ड सजाय दिनुपर्ने हो नि त जनताले। अझै यिनीहरूकै ठुलो कुरो छ त, अझै यिनीहरूको ठुलो कुरो। त्यो भएको कारणले गर्दाखेरि म त के भन्छु भने, एउटा स्वतन्त्र नागरिकको हैसियतले म पनि भोटर नै हो, म कुनै पार्टीमा आबद्ध छैन। दुईटा पार्टी त एकता भइसकेको छ, धेरै खुसी लागेको, शुभकामना छ। तर यतिले मात्र पुग्दैन। श्रम संस्कृति पार्टी, रवि लामिछानेको पार्टी, कुलमान घिसिङको पार्टी, बालेन सबैजना एक ढिक्का हुनुपर्छ भन्ने चाहिँ मेरो सोच हो। यसको लागि सम्पूर्ण धरानवासीले मात्र होइन, 3 करोड नेपाली जनताले साथ दिनुपर्छ उहाँहरूलाई। मेरो तर्फबाट पनि सहयोग रहन्छ। यसको लागि तपाईहरू कति पनि नडराउनुहोस्, मैले पटक पटक भनिसकेको छु। तपाईहरू किन डराउनुहुन्छ? तपाईहरूको लागि हामी छौँ। या त तपाईहरू जेल जानुपर्छ भनेर डराउनुहुन्छ होला, या त मर्नुपर्छ भनेर डराउनुहुन्छ होला। मैले यही कुरा दोहोऱ्याइराखेको छु। तपाईहरू जतिसुकै डराए पनि नडराए पनि एक दिन तपाईहरूको मृत्यु निश्चित छ, हो कि होइन? यहाँ कोही पनि यहाँ उपस्थित, यहाँ ड्यासमा होस् या यहाँ होस्, कोही पनि 1000 वर्ष बाँच्दैन कि बाँच्नु हुन्छ तपाईहरू 1000 वर्ष? हो, त्यसो हो भने एक दिन यसै पनि मर्ने, उसै पनि मर्ने। अब मर्ने नै भइसके पछाडि यी भ्रष्टाचारी दलालहरूसँग लडेर मर्ने कि नमर्ने कि शहीद हुने भन्ने हुन्छ के? मर्नु भनेको त होइन, सिद्धि नै गयो त, मर्ने। तर मलाई चाहिँ मर्ने इच्छा छैन, मलाई शहीद हुने इच्छा छ। जसरी अस्तिको जेएनजी आन्दोलनमा हाम्रा भाइ बहिनीहरू शहीद भएका थिए नि, देशको लागि लड्दा लड्दै म प्रत्येक पल त्यही मृत्युको कल्पना गर्छु। मेरो देशको लागि लड्दा लड्दै शहीद हुनु भनेको सानो कुरा हो? आम्मा, त्यो पो त असली देशको सपुत भनेको त्यो हो के। त्यसरी मर्न पाऊँ, हामी सबैजना त्यसरी नै मर्न पाऊँ, होइन त? मर्ने नै हो नि त, मरेपछि लडेरै मर्ने हो। ल, अघि नै यहाँ कार्यक्रम सञ्चालिकाज्यूले भनिसक्नु भएको छ, 5 मिनटको समय दिनुभएको छ है। अन्तिममा के भन्छु भने, म फेरि पनि यो धरानको आँगनबाट म के भन्न चाहन्छु भने, आई मिस यु हर्क साम्पाङ। उहाँका समर्थकले त फेरि मलाई धेरै गाली गर्नुहुन्छ। अब गाली पनि अर्को शब्दमा गाली गर्नुहुन्छ। तपाईँहरूले जतिसुकै मलाई गाली गर्दैन, त्यो चाहिँ मलाई माया हो, माया गर्नुहुन्छ उहाँहरूले मलाई। सबैजनाले भनिदिनुहोस् न, वी मिस यु हर्क साम्पाङ, वी मिस यु हर्क साम्पाङ, होइन र? चाहिन्छ तपाईँ पनि आउनुपर्छ है। यसरी एकल काँटे भएर हुँदैन, यो सम्पूर्ण धरानवासीहरूको इच्छा हो नि फेरि, होइन र? यहाँ जेएनजी भाइ बहिनीहरूले हामी मन्त्री बन्छौँ, प्रधानमन्त्री बन्छौँ, राष्ट्रपति बन्छौँ भनेर भन्नुभएको छ र? छैन नि। अब बन्नुहोस् न तपाईँ प्रधानमन्त्री, तर आउनु पर्यो नि त मिल्नको लागि। यो जनताको चाहना हो नि त, जसको क्षमता उसको नेतृत्व, होइन र? एक्लै बन्छु भनेर हुन्छ र? हुँदैन नि। क्षमता र योग्यता छ भने, देशको लागि लड्न सक्छ भने, भ्रष्टाचारीहरूसँग लड्न सक्छ भने, नेपाल देशमा जो कोही पनि प्रधानमन्त्री बन्न पाउँछ, तपाईँहरू पनि बन्न पाउनुहुन्छ नि, होइन र? तपाईँ जो कोही पनि प्रधानमन्त्री बन्ने यहाँनिर अधिकार छ है। ल, मैले यति नै बोले। ल, बोल्ने मौका दिनुभयो है धनकुटाबाट आएर पनि। सबैजनालाई धेरै धेरै धन्यवाद, नमस्कार है। हेलो, धेरै धेरै धन्यवाद छ। र अब भने तपाईँ हामी लगभग कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। तथापि पनि हजुरहरूलाई थोरै समय धैर्य धारण गरेर रहिदिनु हुन म अनुरोध गर्दै, अहिलेको लागि भने हाम्रो यस आजको होला, उहाँ हामी माझमा त्यति साह्रो चिर परिचित हुनुहुन्न होला आजको दिनसम्म, तर पनि हिजोको दिनमा देशलाई आवश्यक परेको बेलामा देशमा भइरहेको बेथिति विरुद्ध आफ्नो ज्यानको पनि परवाह नगरिकन त्यो रणभूमिमा, त्यो युद्ध भूमिमा आफूलाई होम्याउँदै गर्दाखेरि आफ्नो एउटा जो खुट्टा गुमाउनु भएको छ, त्यस्ता वीर हुनुहुन्छ हाम्रा
राजेश पौडेल जो अध्यक्ष हुनुहुन्छ राष्ट्रिय परिवर्तन पार्टीका